केही महिना पहिले सरकारले काठमाडौँको टोखाबाट 25 करोड बराबरको अवैध रकम समात्ने काम गर्यो। डलर युरो लगायत एउटा ड्राइभर र व्यापारीको पक्ड्यो थुनो। मूल त्यसको संरक्षण कसले गरेको छ र धनीको भनेर अहिलेसम्म सरकारले पत्ता लगाउन सकेको छैन। सधैँ ड्राइभर र लोडरहरूलाई थुन्ने र धनी पत्ता नलगाउने, त्यसको कनेक्सन कहाँ छ र को त्यसमा संलग्न छन् सदनलाई जानकारी गराओस् भनेर अनुरोध गर्न चाहन्छु सभामुख महोदय। त्यस्तै भिजिट भिसाबाट अहिले धेरै महिला दिदीबहिनीहरू दुबई हुँदै कुवेत त्यसपछि साउदी अरेबिया पुगेका छन्। यही समयमा श्रम मन्त्रालयका केही सल्लाहकार भन्नेहरूले लुबुमा 4 रोपनी जग्गा लिएर महिला कामदारलाई फेरि हाउस मेडको रूपमा बाहिर पठाउनका लागि ठुलो रकम लिएको र तालिम दिने काम गरेको सुन्नमा आएको छ। कानुन नबनाई यस्ता काम नगरियोस् र